दर्शकबिन सेभ द नेसन टेलिभिजनको यो खोज खबरमा यहाँहरूले हार्दिक स्वागत गर्दै आज हामी यो गण्डकी प्रदेश गण्डकी अञ्चल तनहुँ जिल्लाको यो देवघाट गाउँपालिका वडा नम्बर 5 स्थित यो त्रिशुली र काली गण्डकीको सङ्गममा आइपुगेका छौँ र यो सङ्गममा हामीले यो देखिरहेका छौँ। अहिले यतातिरबाट त्रिशुली वहन भएको छ र यतातिरबाट काली गण्डकीको वहन भएको छ। हामी यहाँहरूलाई यो दृश्य देखाउन गइरहेका छौँ। त यो साइडबाट त्रिशुली गङ्गाको आगमन भएको छ। यो त्रिशुली गङ्गाको आगमन हामी यो पछाडि तलसम्म देखेको नारायणी भनिन्छ। यो नारायणी नदी त्रिशुली गङ्गाको यो त्रिशुली गङ्गा र यतातिरबाट काली गण्डकीको आगमन यो बिचमा सङ्गम भएको छ। यो सङ्गमलाई नै बेनी भनिन्छ र यसरी यो जोडिएको स्थान हामीले देखिरहेका छौँ र यसलाई हामी यो सङ्गममा 3टा जिल्ला पर्दछन्, 3टा स्थानीय तह पर्दछन् र नदीहरूको त सीमान्तै छैन, अनगिन्ती नदीहरूको मिसावट छ र यहाँदेखि त यसलाई हामी सप्त गण्डकी पनि भनिन्छ। 7वटा गण्डकीहरूको मिलन भएको छ। यो हामी अहिले अत्यन्तै प्रिय यो देवघाटमा छौँ। यो देवघाटको परिचय लाई हामीले यहाँ यसरी दिन सक्छौँ भनेर आज यो छोटो मिठो कुराहरूलाई अवगत गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार।